हरेक सफल शल्यक्रियाको पछाडि एक मौन शक्ति उभिएको हुन्छ। उहाँहरू जो अगाडि त देखिनुहुन्न तर हरेक सासको मूल्य बुझ्नुहुन्छ। विराट नर्सिङ होममा हाम्रो एनेस्थेसियोलोजी टिम दिनरात 24 घण्टा शल्यक्रिया कक्ष र आइसियुमा निरन्तर सेवामा समर्पित रहनुहुन्छ। उहाँहरूको एउटै पहिलो र अटल प्राथमिकता हुन्छ कि बिरामी सुरक्षित हुनुहोस्, बिना पीडा शल्यक्रिया सम्पन्न होस्। शल्यक्रियाको प्रत्येक क्षणमा उहाँहरू निरन्तर बिरामीको निगरानीमा रहनुहुन्छ। बिरामीको मुटुको धड्कन, सास फेर्ने गति र शरीरको सानो सानो प्रतिक्रिया समेतलाई उहाँहरूले सतर्कतापूर्वक नियालिरहनुहुन्छ। बिरामीले आरामले निदाउन सक्नुहुन्छ तर उहाँहरूको सेवाभावले आराम पटक्कै खोज्दैन। एनेस्थेसियोलोजिस्टको भूमिका शल्यक्रिया कक्षमा मात्रै सीमित हुँदैन। शल्यक्रिया सकिएपछि पनि उहाँहरू बिरामीको अवस्थाबारे नजिकबाट निहालिरहनुहुन्छ। रिकभरी र आइसियुमा निरन्तर निगरानी गर्दै सुनिश्चित गर्नुहुन्छ कि बिरामी सुरक्षित र सहज अवस्थामा घर फर्किनुहोस्। आइसियुमा त झन् उहाँहरूको भूमिका अझै निर्णायक र महत्त्वपूर्ण हुन्छ। बिरामीहरूको पीडा व्यवस्थापनदेखि लिएर जीवन रक्षासम्म उहाँहरूको सतर्कता नै सुरक्षा कवच हो। सर्जन र एनेस्थेसियोलोजिस्ट बीचको विश्वास, सहकार्य र सम्मान नै हरेक शल्यक्रियाको सफलताको आधार हो। विराट नर्सिङ होम एनेस्थेसियोलोजी विभागका ती सबै सदस्यहरूलाई हृदयदेखि सम्मान गर्दछ जो मौन तर दृढ प्रतिबद्धताका साथ दिनरात पर्दा पछाडि रहेर हरेक जीवनका लागि अग्रपन्थीमा उभिनु भएको छ। विराट नर्सिङ होम, तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता। विराट नर्सिङ होम विगत 31 वर्षदेखि निरन्तर स्वास्थ्य उपचार सेवामा समर्पित।